सामान्यतया अब हामीले हाम्रो जीवन त बाँचिरहेका हुन्छौँ हेर्नु, तर हामीले गरेका हरेक क्रियाकलापहरू जीवनसँग जोडिएका म व्यक्ति होइन, म एउटा परिवारसँग पनि जोडिएको छु, म एउटा पेसा व्यवसायसँग पनि जोडिएको छु, म समाजसँग जोडिएको छु, म धार्मिक संस्थाहरूसँग जोडिएको छु, सम्प्रदायसँग जोडिएको छु। तर मैले ती सारा कुराहरू आफ्नो जीवनदेखि लिएर जुन संस्थासँग जोडिएको, सम्प्रदायसँग जोडिएका कुराहरू छन्, ती कुराहरूलाई चाहिँ सुव्यवस्थित बनाउनको लागि चाहिँ हामीले चाहिँ धेरै कुराहरू जान्नुपर्ने रहेछ, धेरै कुराहरू सिक्नुपर्ने रहेछ। यी कुराहरू चाहिँ जबसम्म हामी यस्ता प्रशिक्षणहरूमा बस्छौँ, जुन प्रशिक्षणमा बसेका प्रशिक्षकहरू छन्, प्रशिक्षकहरूले दिनुभएको जुन चाहिँ ज्ञान छ, त्यो ज्ञानले चाहिँ यी हाम्रा जीवनदेखि लिएर, हाम्रो परिवारदेखि लिएर, समाजदेखि लिएर, देशदेखि लिएर जुन धर्म छ, सम्प्रदाय छ, यी सम्प्रदायसँग जोडिएको जुन एउटा आन्तरिक सम्बन्ध छ, यो सम्बन्धलाई अत्यन्तै मजबुत बनाउँदै जीवनलाई चाहिँ सफल बनाउनलाई, यसमा समय व्यवस्थापनका कुराहरू छन्, आफ्नो जीवनलाई व्यवस्थित गर्ने पेसा व्यवसायसँग जोडिएका विषयहरू छन्, पारिवारिक सम्बन्धका विषयहरू छन्। यी सम्बन्धहरूलाई चाहिँ मजबुत बनाउनलाई चाहिँ र जीवनलाई एउटा सुव्यवस्थित ढङ्गले अगाडि बढाउनलाई यस्ता चाहिँ प्रशिक्षणहरूले अत्यन्तै ठुलो भूमिका खेल्छ भन्ने मलाई लाग्छ।